एकछिन त्यहीँ बस्नु ल तपाईँहरू बाइक अफै गर्नु ल अलि उता थोरै उताबाट ल यताबाट अलि उतै म आज मे 9, 2022 हामीले गोल्ड नेसनल अर्गनाइजेसन बागमती गाउँपालिका सभाद्वारा आयोजित यो चुनावी र्याली कार्यक्रमलाई लिएर यो भगवानपुरबाट यो बागमती गाउँपालिका 8 नम्बर वडाको भगवानपुरबाट रायगाउँसम्मको चुनावी र्याली लिएर हामी जाँदैछौँ। कृपया सम्पूर्ण साथीभाइहरूलाई म एउटा सजेस्ट गर्न चाहन्छु भने एउटा राजनीति भनेको यो देशलाई शासन गर्न, यो देशको जनतालाई शासन गर्नको निम्ति नीति बनाउने एउटा शक्ति हो राजनीति भनेको। त्यो भएर हामी आजसम्म यो व्यवस्थालाई व्यवस्थित गर्न नसक्नुको कारण पनि हामीले नीति बनाउने तर त्यही नीतिलाई धोती लगाउने खालको काम भएर आज यो देश यो स्थितिमा पुगेको छ। तसर्थ सम्पूर्ण साथीहरूले यो नियमको फलो गरिदिनु होला। कृपया निर्वाचन आयोगले जुन आचार संहिता जारी गरेको छ त्यो आचार संहितालाई पालना गरी अगाडि बढ्नु होला। हो हल्ला नगरी हामीले त्यो अडियो बजाउँछौँ, त्यो अडियोबाट बजिरहेको हुन्छ। हामी शान्त भएर अगाडि बढ्नु हुनको लागि हात अनुरोध गर्दै अब यो र्यालीलाई अगाडि बढाउन गइरहेको छौँ। हस्त जय मङ्गल।